बवाल देखिरहेछ। यो जाल्पा जाने बाटो होइन, उताबाट देखिन्छ। ए कहाँ हो रोड त अनि। मुन्धुम रिसोर्ट त कहाँ हो। हेलो हेलो, आउनुहोस् आउनुहोस्। यो माथि हो, यो माथि दामी रहेछ। यहाँ आऊ त। कस्तो बवाल छ नि त। झनै छुटाएको यार, झन्डै छुटाएको नि। झनै फिर्केको बिचैबाट टाढो रहेछ भनेर। बाटो त कहाँ हो नि। कस्तो लागिरहेछ त सुनिल सर आज? यो ठाउँ म धेरैचोटि आएँ कि सर। रूपाको यो पल्लो डाँडामा छ एउटा भ्यू टावर चाहिँ। ए हजुर, धेरै ठाउँचोटि आएँ, तर यो बाटो हिँडेको थिएँ। तर यो बाटो चाहिँ यो के अरे हुर्नु हुँदै 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 यो कालो बाटो चाहिँ फर्स्ट टाइम आयो। तर एकदम मजा लाग्यो, बवाल रहेछ है। हिँड्नु स्वास्थ्यको लागि धेरै राम्रो भन्छन्। हो, त्यसमाथि पनि अहिले त यो के भन्छ एउटा हाइकिङ पनि भयो, चढियो। यहाँ आएपछि त यो ठाउँ देख्दा झन् बवाल भयो है, बवाल। वाउ छ नि त। ल यस्तो छ नि, बवाल छ नि। ल यस्तै छ है मित्रहरू। मुन्धुम रिसोर्ट त ल कहाँ? ए राव बेसी हो त, देखिन्छ त्यो। हान्नुपर्छ, फोटो त खिच्नुपर्छ नि यार। यत्रो बल्ल बल्ल आइयो भने नखिचेर भयो त।